सिधा गोली हान गोली खान तयार छौँ हामी सिकाएको कसले हो के हो न चलाउन हामीलाई के हो हामीले पनि जानेछ यो देशमा हामीलाई माया छ यसमा के फरक हुन्छ खोइ किन हामी बिना त क्या छैन दिने उज्यालोमा आएर लिएर जानु पर्यो नि उज्यालोमा आउनु उज्यालोमा आएर लिएर जानु पुलिस पर होइन भोलि पुलिस यहाँबाट यो साइडमा पनि आउँछ गृहमन्त्रीले जे भयो त्यो मान्ने त्यो फुच्चेले सबै गलत होइन आउनुहोस् लानुहोस् केही छैन तर यो राति आएर भोलि आउनु न भोलि आउनु तपाईँहरू भोलि आउनुहोस् भोलि कुरा गरौँला बुझ्नु हो नि देश हामीले पनि चलाउँछौँ उनीहरूको भन्दा बढी चलाउँछौँ हामीले ल यो देश बल प्रयोग गरेर हुन्छ फेरि देश चल्छ सुरु हुन्छ तपाईँहरू धैर्य भएर फर्किनु तपाईँहरूको सिंहदरबारमा 50,000 मान्छे लिएर आउँछ पुलिस पनि छोड्छ नि होला नि त हामी जस्तो घर सबै घर चल्छ पुलिस पनि घर चल्छ नि त गौरीबहादुर कार्की घर चल्छ अब विचार गर्नुहोस् भक्तपुरमै छ फेरि कसैको पनि घर चल्दैन नि फेरि हामीले पनि थाहा पाएको छौँ घर चल्दैन रातिले किन आउनु पर्यो राति किन आएको तपाईँ के नेतो हो तपाईँहरूको घर पनि हामी चलाउँछौँ तपाईँहरूले सिकाएको होइन एसएसपी साहबले बुझ्नु पर्यो कुरा हो हामी म जान सक्दिनँ भन्नु पर्यो गेट चाहिँ ठेल्ने काम नगरौँ है गेट ठेल्यो भने राम्रो हुँदैन फेरि खेल्ने हो देखाउने हो गेट ठेल्ने काम नगरौँ है बुझ्नु पर्यो कुरा हान गोली हान ल गोली हान गोली हान ल अडी सर के ए बल प्रयोग गर्ने हो ओइ 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 आयो बाला लैजाऊ आयो गेट तोडिहाल्यो तोडे यिनीहरूले यो उज्यालो हुन पनि दिँदैनन् हाम्रो ऊ भएन कि यो बलि बोलाउनु भन्ने हो कि होइन हामी ऊ सक्दै सकेन कि हामी भित्र थिएनौँ बाहिर थिएँ बाहिर साइडमा हुँदाखेरि उनीहरू गेटमा थिए अँ ठिक छ होइन बोक्नु न मान्छे भएन त प्लिज क्षितिज दाइ कहाँ हुनुहुन्छ अघि मैले भनेको नि हल्कामा लिनु हुँदैन भने होइन आउनु पर्ने होइन त राति दिउँसो भनेर हुन्छ यहाँ यसले त यता आउँदै नै गरेन ए पुष्पलाई
दाइ बोलाउने कि अरू मान्छे अब अहिले त पुलिस यहाँ आइसकेपछि त हामी मान्छे छोडिदिनु अब पत्र दुर्गा प्रसाद घर जस्तो चाहिँ गर्नु हामीले के हो भने त्यो सेक्युरिटी आउने भने हामीले यो सेक्युरिटी दिन दिदी कुरा गर्दै हुनुहुन्थ्यो त्यही पनि होइन हजुर भित्रबाट लाग्छ यता बस्नु 2-4 जना तपाईँहरू भित्रै बस्नु त्यतैबाट लाउनु एकछिनमा भन्छु यहाँ को हुनुहुन्छ प्रमुख एकचोटि को उहाँ हो एकचोटि हामी मान्यज्यूसँग भेट्नु जानु त हजुर एकछिन है अरू कोही पनि नजानु होला प्लिज होइन केही हुन्न कि प्लिज तपाईँहरू यहीँ बस्दिनु ए एकजना तपाईँ हो आउनु आउनु उहाँ अरू होइन हैन यसो बन्द गर्दिनु ढोका बन्द गर्दिनु किन हो र उहाँले दुईजना उहाँले एकजना भने छ त तपाईँ किन हो एकजना भने आएन भने एकजना गइसक्यो त तपाईँहरूले एकजना भन्नु भएन र अन्त ढोका बन्द गर्दिनु त तपाईँ यता यता साइडमा बस्नु यो साइडमा के नाम राज राजु राजु ढोका बन्द गर्दिनु भित्रबाट एकजना त मलाई भित्र भयो प्लिज ल गइसक्नु म यहाँ बस्छु दुईजना गइसक्नु भयो 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 अब कोही हुँदैन उहाँहरूले के नगर्ने होइन ल भयो त अब तपाईँहरू के समस्या हो त जाने गइसक्नु भयो त के नआउने उनीहरूको ड्युटी आयो आउन के गर पुरा भइहाल्छ ए यो साइडमा बसौँ त ढोका बन्द गर्दैन को होइन दिदी तपाईँ त्यहाँ बस्नु है भाइ हुने सधैँ हुने मान्छे होइन त नचिनेर
भित्रबाट पानी ल्याउँछ त्यो लामो दिन समय 9-10 बजेतिर आएको भए होइन एउटा बिरामी मान्छे किराबाट भर्खर उम्केको मान्छे होइन हिजो चाहिँ त्यो आन्दोलनमा चाहिँ हाम्रो प्रहरी दाजुहरूलाई चाहिँ कुटी कुटी भालाखोजी मार्नेहरू चाहिँ बाहिर गएर अहिले शान देखाउने होइन यो त अमानवीय व्यवहार हो नि। चारजना जानु रहेछ। उद्देश्य एउटा उद्देश्य छ कि यिनीहरूको अरू उद्देश्य छ दाई अमित दाई केही न लानु यो साइडमा के हो केही थाहा पत्तो भन्ने केही थाहा छैन। विधिको शासन यस्तो हुन्छ। चलाउने त्यसपछि को कोलाई हामीले अर्को कुरा छ लानु सल्लाह गरौँला त्यो सल्लाह गरौँला यसो सल्लाह गरौँला कि त्यो सल्लाह गरौँला अहिले के पेपरहरू ल्या ल्या होला त्यो होइन उहाँहरूले लिने भयो भने 9-10 बजी आउने एउटा सिस्टमेटिक हुन्छ नि एउटा विधिको शासन हुन्छ एउटा बिरामी मान्छे होइन भर्खर क्रियाबाट निस्केको मान्छे अहिले बिहान 6 बजे होइन भाले बाँच्ने टाइममा विधिको शासन चल्ने भए यिनीहरूले यस्तो गर्ने अगाडि बढौँ। अब आजबाट के रह्यो हाम्रो त आफ्नो खालको तयारी छँदैछ नि के टेन्सन छ र हामीलाई। हामी पनि सडकमै मरौँ अब बाँचे ठिक छ त हामी पनि 100 जना मर्न तयार छौँ। सरकार ढल्नु पर्यो नि त सक्छ नि तिनीहरूले गर्ने हो हिजो र आजमै गर्ने तयार छौँ। ठिक छ गोली सुरुमा मलाई नि हानोस् न त के छ खान्छु गोली यसरी कसरी जस्ताको तस्तै 24 घण्टा 12 बजेर कति उसले 2 बजे शपथ खाए होइन 2 बजेभित्र हामीले ढाल्न सक्यौँ। त्यो अरू नबोल न भयो त्यो सक्यौँ र नसक्यौँ नजाऊ के रह्यो सडकमा निक्लिन्छ त्यही हो शान्तिपूर्णले हुँदैन आगे भाल्नु आगे भाल कि मरे कि बाँच्यो होइन भने छोड सिधै त्यो विषयमा कुरा गर्ने होइन पुलिस राजेर काम बुझाइदिनु समस्या अलिकति मिलेन भन्ने मात्रै हो। दाइ प्लान वकिल साहब त्यो अर्को ढङ्गले हामीले भन्ने हो दाइ त फायरै यो मुलुक कहाँ कति अपरिपक्व मान्छेले देश चलाउन लाग्ने पनि यहाँबाट थाहा हुन्छ। आजसम्म यहाँ इगोको राजनीति भएको यो देश यस्तै हुन्थ्यो त यिनीहरू चुनावै लड्न पाउँथ्यो इगो भएको भए एउटाले जित्दा अर्कोलाई मार्ने अर्कोले जित्दा अर्कोलाई मार्ने भएको भए आजसम्म यस्तै भइरहन्थ्यो देश। राजनीतिक प्रतिशोध यसको नयाँ सरकारले मूल्य चुकाउनै पर्छ। यो त नेकपा एमाले यतिकै सुतेर बस्दैन। सारा कार्यकर्ता छौँ हामी। म यहीँ सुते यिनीहरूलाई चाहिँ घिसाएर हामी निकाल्नु सक्दैनौँ। कुन पैसा छ चारतिर हेर्नु भनेको क्या